सम्पूर्णमा नमस्कार। एक अति आवश्यक सूचना। यही मिति 2083 साल असार 5 गतेभित्र जो कोहीले पनि मेरो दोकानबाट उधारो सामान लग्नुभएको छ, कृपया इज्जतको साथ आएर भुक्तानी गरिदिनुहोला। केही कुराको जानकारी तपाईँहरूलाई म सम्मानका साथ आज सोसल मिडियाबाट दिइरहेको छु। तर यही कुरा समय बितिसक्दा पनि तपाईँहरूले आफ्नो बक्यौता रकम भुक्तानी गर्नु भएन भनेदेखि म तपाईँहरूको नाम, फोटो र रकम सहितको सूचना सोसल मिडियाबाट प्रसारण गरिदिने छु भन्दै यहीँबाट जानकारी गराएँ र तपाईँहरू आफ्नो बक्यौता रकम समयभित्रै आएर बुझाइदिनुहुन्छ भन्ने आश राखेको छु र आफ्नो इज्जतको ख्याल यदि छ भनेदेखि तपाईँहरू आएर समयमै भुक्तानी गरिदिनुहोला। पछि यदि मैले सोसल मिडियामा नाम, फोटो या रकम सहितको केही तपाईँहरूको प्रसारण गरे, यदि तपाईँहरूको नाम र इज्जत खराब हुन गएमा, कसैले तपाईँहरूलाई केही भनेमा मलाई आएर कम्प्लेन नगरिदिनुहोला भन्दै म यही सूचना मार्फत तपाईँहरूलाई जानकारी गराउँदैछु। हवस् त, धन्यवाद।